नेपालको संविधानको भाग 2 धारा 11 अन्तर्गत नेपाली नागरिक ठहरिने विभिन्न आधारहरू निर्धारण गरिएका छन्, जसमध्ये विदेशी नागरिकले पाउने नेपाली मानार्थ नागरिकताको बारेमा केही विश्लेषण गर्न गइरहेकी छु। के हो त विदेशी नागरिकले पाउने नेपाली मानार्थ नागरिकता र कस्ता विदेशी नागरिकहरूलाई चाहिँ नेपाली मानार्थ नागरिकता प्रदान गरिन्छ त? यस्ता विदेशी नागरिकहरू जसले नेपालको आर्थिक, शैक्षिक, सामाजिक, पर्यटकीय साथै स्वास्थ्य क्षेत्रमा विशेष योगदान दिएका छन्। यस्ता वैदेशिक नागरिकहरू जसले नेपालको अन्तर्राष्ट्रिय स्तरमा राम्रो छवि बनाउनलाई योगदान दिएका छन्। यस्ता नागरिकहरू जसले नेपालको अन्तर्राष्ट्रिय स्तरमा सम्बन्ध मजबुत बनाउनलाई योगदान पुर्याएका छन्। यस्ता नागरिकहरूलाई नेपाली मानार्थ नागरिकता प्रदान गरिन्छ र यहाँ भनिएका जस्ता विभिन्न योगदानहरू दिए बापत नेपाली मानार्थ नागरिकता पाउने नागरिकहरू हालसम्म 4 जना सार्वजनिक रूपमा पुष्टि भएका छन्, जसमध्ये पहिलो नम्बरमा आउँछन् टोनी हेगेन। उनी स्विजरल्याण्डका भूवैज्ञानिक थिए। उनले नेपाललाई रेखांकन चित्रण विकासमा महत्वपूर्ण योगदान दिए बापत उनको कार्यलाई सम्मान गरी समानार्थ स्वरूप मानार्थ नेपाली नागरिकता प्रदान गरियो सन् 1995 मा। यसै गरी दोस्रो व्यक्ति रहेका छन् सर एडमन्ड हिलारी। सन् 1953 मा सगरमाथाको सफल आरोहण गरी पहिलो सगरमाथा आरोहीको रूपमा नेपाललाई सगरमाथा आरोहणले विश्वमा चिनाउनमा ठूलो योगदान दिए बापत उनलाई सन् 2003 मा समानार्थ स्वरूप नेपाली मानार्थ नागरिकता प्रदान गरियो। यसै गरी तेस्रो व्यक्तिको रूपमा रहेका छन् कोलिन फिलिप स्मिथ, जसलाई हामी पुतली बाजे भनेर चिन्दछौं। उनी बेलायती वैज्ञानिक हुन्। लामो समयदेखि नेपालमा बस्दै आएर विभिन्न प्रजातिका किरा तथा पुतलीहरूको अध्ययन गर्दै आइरहेका छन् र उनले नेपालमा गरेको पुतली अध्ययन र संरक्षण साथै उनको अन्तर्राष्ट्रिय प्रतिष्ठालाई सम्मान गरी नेपाल सरकारले सन् 2011 मा समानार्थ स्वरूप नेपाली मानार्थ नागरिकता